मानवशास्त्रमा इबी टाइलर, एलएच मोर्गन, फ्रान्स बोस र इमानुएल दुर्खाइमलाई फाउन्डर्स अर्थात् संस्थापक भनेर भनिन्छ। यसमध्ये इबी टाइलरको प्रिमिटिभ कल्चर भन्ने पुस्तक अत्यन्तै प्रसिद्ध छ र इबी टाइलरले दिएको कल्चरको परिभाषा आजको दिन पनि उत्तिकै प्रख्यात छ। उनी के भन्छन् भने कल्चर अ सिभिलाइजेसन taken in its wide ethnographic sense is that complex whole which includes knowledge, belief, art, morals, law, customs, and any other capabilities and habits acquired by man as a member of society. यसको अर्थ के हो भने संस्कृति त्यो समुच्चता हो जसभित्र ज्ञान, विश्वास, कला, नैतिकता, कानुन, रीतिरिवाज, चालचलन र समाजको सदस्यको हिसाबले, समाजको सदस्यको हैसियतले मानिसले आर्जन गरेका कुनै पनि क्षमता तथा बानीहरू पर्दछन्। संस्कृतिको यो परिभाषामा संस्कृतिलाई कम्प्लेक्स होलको रूपमा चित्रण गरिएको छ जसले मानवशास्त्रमा ठुलो महत्त्व राख्दछ र यो संस्कृतिको परिभाषा कम्प्लेक्स होलको रूपबाट दिएको परिभाषा आफैमा पनि मानवशास्त्रमा इबी टाइलरको एउटा महत्त्वपूर्ण कन्ट्रिब्युसन हो।